हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। यहाँ चाहिँ म दाउरा काट्दै हुनुहुन्छ मम्मीहरू चाहिँ तिनजना। अनि म चाहिँ खाजा बनाइदिएको छु। खाजा चाउचाउतिर खाजा बनाइदिनु लागेको फ्राई गरेर पानी मिलेछ। हामीले चाहिँ यहाँ ग्यास सकिरहेको छ सिलिन्डर, त्यही भएर आगोमा फुल गरेर पकाउनुपर्छ यस्तो गर्मीमा दिउँसो घाममा। यहाँ चाहिँ म प्याजहरू काटेर रेडी गर्दैछु। मैले चाहिँ मही पनि पठाइदिनु लागेको हो। मही अब चाहिँ म प्याज हाल्दैछु। मैले चाहिँ मसलाहरू पनि एड गरेँ, सबै कुरा हालेँ। अब म चाउचाउ हाल्छु। जब रेडी भयो मैले त चाउचाउ यसमा हालिदिएँ, यहाँ हालिदिएँ। चिन्ता हुन्छ यहाँ प्याज काटेर हालिदिएँ। यहाँ चाहिँ म मही पनि हालिदिएँ मैले। पानी एकपल्ट खाजा रेडी भयो। म टोकाउन हाल्छु। अनि लान चाहिँ तलतिर भाउजूले लानुहुन्छ होला, म चाहिँ नानीले गर्दा जान पाउँदिनँ, त्यही भएर खाजा रेडी गरिदिएँ। म चाहिँ अलिकति आफू मिठो छुट्टै बनाउनु लागेको रसवाला मेचोले त्यहाँ उसिनेको दिएको अलिकति। त्यसलाई सुजी पकाइदिन्छु म। उसिनेको केही नहालेको अलिकति हानिला ए। यहाँ चाहिँ बुबाएर मलाई रसवाला बनाएको छुट्टै। म चाहिँ भाउजूले खाजा पठाइदिइसकेँ। अनि यो चाहिँ म खान लागेको। अब अनि नानीलाई चाहिँ सुजी खुवाउँछु। म पनि भ्यायो भने दबाई लान चाहिँ खाजा साजा खुवाएर पानी पर्न लागिरहेको यता पोखरी जाने बाटो भने यता शिवलाई मन्दिर, मेरो माइती घर जाने बाटो, यता सिद्धकाली मन्दिर जाने बाटो, यता चाहिँ चैनपुर जाने बाटो। अनि यो मेरो घर रहेको छ। यताबाट सुकाएको मैले नानीको कपडा छ छानामाथि भरि पानी पर्न लागेको। हजुर यो चाहिँ बुबा र मलाई चिया बनाएको। यहाँ चाहिँ मम्मीले राखिदिएको मैले। यो चाहिँ छोरीको दुध हो। अनि म दुध धानमा हालिदिन्छु अनि खाइराख्छ छोरीले। मेरो कुकुरले चाहिँ बुबु खानुहुन्छ, मेरो छोरीले नि यस्तो दुध धानबाट बुबु खानुहुन्छ। खाऊ 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 चुटी चुटी नि चुटी चुटी बुबु खानु 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 ला। हेलो, म चाहिँ दाल टारीमा हिँडेको। बेलुका 5 बजिसक्यो। दाल बसेर हिँडेको अनि आएर खाना बनाउँछु। नानी चाहिँ छोरी चाहिँ बुबालाई हेर्नुतिर हिँडेको। माथि जङ्गलमा पुग्नुपर्छ। हजुर देखाउँदै जान्छु नि मान्छे त। यहाँ चाहिँ सानो धारा 5 छ उम्रेको। अनि यहाँ त पोखरी जाने बाटो, यहाँबाट बिहा जानुपर्छ हामी चाहिँ दाउरा लिनको लागि। कालो कालो माथि छ। यहाँ चाहिँ तलतिर भाउजूहरूले त गइरहनु दाउरा बसेर। म पनि यस्तै मसिनो हाँगा लिएर आउँछु, एक डोको एक भारी। म चाहिँ भ्याएको बेला जान्छु दिनमा एकचोटि जाँदैछु उकालो। यहाँ चाहिँ फेरि लकडी काट्दैछ क्या बाटोमै। यस्तो यहाँ चाहिँ लकडीहरू काट्दैछ, फेरि काटिसक्यो होला सायद। यताउति सबै काटेर पिस चिलाउने काटिसकेछ, काट्दै रहेछ सबै। यता माथि पाखाको लकडीको काटेको दाउरा चाहिँ हामीले लिएको थियौँ, किनेको थियौँ। तलतिर दाइहरूले र हामीले 2 घरले भएर किनेको थियौँ। अनि सबै दाउराहरू लडाइसकेको छैन, लडाउँदै हुन्छ यहाँ तल लडाउँदै हुन्छ कोही बाटो छेउमा अलिअलि। अनि माथि सिरानतिरै छ अझै माथि लडाउँदै हुनुहुन्छ। लडाइसकेकै छैन दाउरा, अनि बेच्नु पर्ने। अनि आफूले पनि एक ट्र्याक्टर दाउरा राख्ने भनेर पल्टाउँदै हुनुहुन्छ। मसिनो मसिनो काट्दै पल्टाउँदै हुन्छ मम्मीहरूले चाहिँ। अनि मेरो हस्बेन्ड चाहिँ उता सभा पोखरी गइरहनु भएको छ क्या अहिले। अनि 4-5 जना भएर दाजुभाइहरू मिलेर अनि फर्किँदै हुनुहुन्छ अरे आज। नेट छैन भएर फोन पनि लाग्दैन। अनि
त्यही भएर दाउरा यहाँ लडाउँदै जानुभएको त्यत्तिकै छ। अब आएर दाउरा लडाएर बेच्नुहुन्छ। यता माथि सबै हो, माथि एरिया सबै यता माथि लडाउँदै हुन्छ होला मम्मीहरू चाहिँ। म चाहिँ यताबाट जान्छु। यताबाट उकालै जाँदा हुन्थ्यो। म चाहिँ यता यहाँ तरकारी निङ्गुरे पनि खोज्दै जानु पर्यो भनेर यहाँ सानो बाटो हिँड्दैछु। सबै यता हाँदैछ दाउरा। मसिना हाँगा खुर्किँदै ठिक्क पारेर राख्नु भएको छ क्या, लडाउँदै दाउरा बेच्नको लागि ट्र्याक्टर गाडीको हिसाबले। यता माथि सबै माथिसम्म छ सबै। कतिखेर निङ्गुरे अलिअलि खोजेर दाउरा भारी लाएर जानु। घर छोरी बुवासँग खासै मान्दैन, अहिले बुवाले हेर्नु सक्नुहुन्न, अनि रुन्छ फेरि मान्दैन, अनि छिटो जानुपर्ने। यहाँ निङ्गुरेहरू पनि भेट्छु कि भनेर हेर्दैछु। काली निङ्गुरे अनि अर्को खालको निङ्गुरे पनि छ यता चाहिँ अलिअलि। यस्तो निङ्गुरेहरू पाइन्छ यहाँ चाहिँ। हजुर यस्तो खालको निङ्गुरे पाइन्छ, अनि यस्तो अनि काली निङ्गुरे पनि पाइन्छ अरे यता हाँदी चाहिँ। म एक मुठा खोजेर पनि लान्छु तरकारी। मम्मी चाहिँ माथिबाट दाउरा त छैन, किलिन आएको भन्दै बोलाउँदै हुन्छ। अब छैन भने के गर्नु, काटेर राखेको छैन भन्नुभएको होला क्या, काटेर राखेको दाउरा चाहिँ छैन भन्नुभएको होला। मम्मीहरू चाहिँ मसिनो घाराहरू पल्टाउँदै हुन्छ नि त, तल रोडसम्म फाल्दै हुन्छ ट्र्याक्टरमा हाल्नलाई। अनि अब जस्तो गरेर एक भारी मिलाएर खोजेर म लगिहाल्छु। म चाहिँ निङ्गुरे खोज्दै जाँदैछु ककाले। यस्तो घारीभित्र खोज्दैछु म निङ्गुरे चाहिँ। यसरी दाउरा जतासुकै लथालिङ्गै छ। ऊ चाहिँ जानुभएको छ 4 दिन बाद, 2-3 दिनमा पुगेर हिँड्दै गएर अनि फर्किँदै हुन्छ अरे। आज पूजा गरी पुगेर अब भोलि आइपुग्नुहुन्छ कि कहिले आइपुग्नुहुन्छ। म चाहिँ यति तलदेखि यहाँसम्म आइपुगिसकेँ। अब अझै माथि पर जानुपर्ने। म चाहिँ 3 थरीको निङ्गुरे खोज्दैछु। एउटा यस्तो खालको निङ्गुरे, यसको नाम त आउँदैन के हो, अनि एउटा यस्तो, अनि काली निङ्गुरे। 3 खालको निङ्गुरे खोज्दै हिँड्दैछु म चाहिँ। तरकारी यहाँ चाहिँ ठुलो एरिया छ क्या, लकडी बेचेको अस्ति कति धेरैजनाको जग्गाको लकडीहरू बेच्नु भएको थियो, अनि त्यही भएर धेरै ठुलो एरिया छ। अनि दाउराहरू पल्टाइसकेकै छैन, धेरै लकडी त पल्टाइसकेर लगिसक्यो। अस्ति अलिअलि बाँकी नै छ, त्यही नपुगेर कि तल अलिअलि काट्दै रहेछ। अनि दाउराहरू चाहिँ पल्टाइसकेकै छैन। उता तल अनि थुपाइरहनु भएको छ दाउरा। यता माथि पाखातिर अझै पल्टाइसकेकै छैन। उता पर काट्दै हुन्छ मम्मीहरूले। तल देखिएको रोड भ्यू यस्तो देखियो। तल छ हाम्रो घर। बाटो हिँड्दै चाहिँ म चाहिँ दाउरा माथि भिरबाट यसरी दाउरै माथिबाट घस झार्दै हुन्छ भिरबाट। माथि दाउरा छ त्यत्तिकै माथि। के गफ गर्दै हाँसेको तिमीहरू? चाहिँ सुँगुरलाई चारो बनाउनु कस्तो राम्रो रहेछ। कहाँ छ थिचेको? मैले चाहिँ भारी हालिसकेँ, अनि यहाँ मम्मीले भारी पिसाइदिन्छ, पर भाउजूले काट्दै हुन्छ दाउरा। अघि चाहिँ म उता पर बाटो घुम्दै गएको थिएँ, अहिले चाहिँ सिधै ओह्रालो झर्दैछु। यस्तो बाटो अप्ठ्यारो छ, भारी बोकेर लड्छु होला। खुट्टा अड्काउँदै हिँड्नुपर्छ, अप्ठ्यारो छ बाटो। रोडमा पुग्नुपर्ने दाउरा जतासुकै छारी बस्दैछ। म चाहिँ अगाडि हिँड्दै गरेको 6 बजिसक्यो, अनि मम्मी भाउजू 2जना बहिनीहरू चाहिँ माथि नै चाउदै हुनुहुन्छ, भारी हाल्दै हुन्छ दाउराको। म चाहिँ अगाडि जाँदैछु। अनि हामी निङ्गुरे माथि हालिरहेको छ एक मुठा। अब गएर खाना बनाउनु पर्ने, गर्मी भयो। म चाहिँ पुग्न लाग्यो, अब रोड निस्किन लागेँ, अनि त्यसपछि पुगिहाल्छु। आइपुगेँ घर। म
चाहिँ दाउरा यहाँ घोप्टाइसकेँ। यहाँ छ दाउरा काटेर राखेको अस्ति बाल्दै गर्ने दाउरा। यति चाहिँ सारिसकेको मम्मी र मैले गर्मीमा। बाई बाई। आज चाहिँ पतिर पूजा पनि थियो अनि प्रसाद ल्याइदिनु चाहिँ मम्मीले रोटी तरकारी।